के छ सर, सन्चै हुनुहुन्छ? हजुर एकदम सन्चै। ठिकै छ। आज चाहिँ मलाई केही क्वेसनहरू सोध्नु मन लाग्यो कि तपाईँलाई के छ सोध्न पाएँ मैले? तपाईँको विचारमा कुनै पनि व्यक्तिको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति चाहिँ को हुन्छ होला? तपाईँले जुन सोध्नु भएको क्वेसन, मलाई लाग्छ हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भनेको त्यो व्यक्ति हो जुन त्यो क्षेत्रमा चाहिँ तपाईँसँग भएको व्यक्ति, जुन तपाईँसँग चाहिँ उपस्थित भएको छ, त्यो व्यक्ति मेरो लागि या त हामी सबैको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हो। भनेपछि तपाईँको विचारमा चाहिँ अहिले हामीसँग जो व्यक्ति साथमा छ त्यो नै हाम्रो लागि महत्त्वपूर्ण हो। अभियसली, किनकि यो टाइममा साथ दिने भनेको केही व्यक्ति हो नि त। ल मेरो आमा बुवा घरमा हुनुहुन्छ, तर आमा बुवाले पनि साथ दिनुहुन्छ। तर यो टाइममा यो वर्तमान समयमा मसँग भएको र मैसँग उपस्थित भएको व्यक्तिले नै मलाई साथ दियो। र आध्यात्मिकले पनि भन्छ भूतकाललाई बिर्सिदिनुहोस् र भविष्यको चिन्ता गरेर आफूले तनाव नदिनुहोस्। यही वर्तमानमा रमाउनुहोस् र वर्तमानमा आफ्नो यो वर्तमानमा चाहिँ तपाईँको कर्मलाई उत्कृष्ट बनाउनुहोस्। तपाईँ उत्तम बन्ने चाहिँ प्रयास गर्नुहोस्। त्यसरी नै तपाईँको भविष्यको चिन्ता नगर्दै त्यो जुन भविष्य छ त्यो पनि सुन्दर भएर आउँछ। एकदमै राम्रो कुरा गर्नुभयो तपाईँले। भनेपछि न त हामीलाई बितेको कुराको चिन्तन गर्नु नै आवश्यक छ, न त भविष्यको। जस्ट वर्तमानलाई चाहिँ राम्रो गराउनु पर्यो, कर्ममा विश्वास गर्नु पर्यो। भविष्य एकै नै सुन्दर बन्छ होइन त सर? एकदमै